वेलकम टु आवर च्यानल रिजन फ्यामिली। आज चाहिँ मेरो डेन्टलमा फलोअप थियो, त्यही भएकोले गर्दा हामी चाहिँ त्यहाँ जाँदैछौँ। घाम भयो मेरो सानोलाई चाहिँ। जोजोले झोला चाहिँ गाडीमै छोडेछन् के फेरि। हामी चाहिँ फर्केर आइसक्यौँ। आज जोजोको नाइट, त्यही भएर ऊ चाहिँ सुतिरहेछन्। नानी चाहिँ यता सुतिरहेछ। सो क्युट। म चाहिँ खाना बनाउँदैछु। अब बुढीको ड्युटी त गर्नु पर्यो नि त होइन। अब जोजोको नाइट काम भएपछि उसलाई खाना बनाएर बेन्तो बनाएर राखिदिने हो। अनि आज चाहिँ मैले चाहिँ चिकन करी र साग पकाएको छु। अचार पनि बनाउन मन थियो, तर बिचमा नानी चाहिँ उठिहाल्यो, त्यही भएर बनाइन।いただきます。Okay, go ahead. Mitoちゃん。It's lucky to have me. मेरो बुढा चाहिँ मलाई पारेको खुसी। यति मिठो खाना चाहिँ यो चाहिँ मैले घमण्ड गर्ने ठाउँ। खाना चाहिँ मिठै पकाउँछु। हालाकि कहिलेकाहीँ मात्रै पकाउँछु, धेरै कुकिङ गर्दिनँ। तर नेपाली खाना पकाएको दिन चाहिँ दिस इज हेभन। जोजो चाहिँ एकछिन काममा जानुभन्दा अगाडि नानीसँग खेल्दै। म चाहिँ दिउँसो होइन नानीसँग टाइम स्पेन्ड गर्छु। नानीलाई टमी टाइमहरू गेम खेलाउने, यसो बोल्ने, गफ गर्ने गरिदिन्छु कि है। सानो बच्चाहरूसँग जति धेरै कुरा गर्यो त्यति नै उनीहरूले चाहिँ बोल्न जान्दछन् रे, बोल्न सिक्छन् रे नि त। अनि अब विदेशमा त्यही त हो नि है। अब नेपालमा जस्तो त्यो आगो तापेर उ गरेर तेल धसेर गर्ने उ पनि हुँदैन। आफूलाई त आइडिया पनि छैन, त्यही भएर यसो दिउँसो टाइम मिलाएर यसो ढाड मसाजहरू चाहिँ गरिदिने गरेको छु। कसले उहाँको पारो? तिमीले हो? हाम्रो सानोले हो कि होइन? हो कि होइन? गफ गर्छौ कि गर्दिनौ त मामुसँग? ओया ओया थेप्चो भयो भन्छन् होला। खोइ नाक थुचिदिउँ, चुच्चो बनाइदिउँ नाक। खोइ चुच्चो बनाइदिउँ। नाक चुच्चो बनाइदिउँ न त हो नि। नाक चुच्चो बनाऊ हो। नाक चुच्चो बनाऊ। नाक चुच्चो बनाऊ है। नाकलाई चुच्चो बनाऊ। अलिक चुच्चो बनाऊ। अलिक छेत्री बाहुन जस्तो देखियौँ। यो राई लिम्बू जस्तो यो आँखा राई लिम्बू जस्तो भएन। मतिर गएन मेरो छोरो। किन मतिर नगएको? यो आँखा किन मेरो जस्तो भएन?
किन यो बाउको जस्तो भयो आँखा? जोजोले चाहिँ आज मलाई सरप्राइजमा है अनलाइनबाट गिफ्ट अर्डर गरिदिए रहेछन्। अनि यो चाहिँ मेरो युट्युब च्यानलको लागि मिनी माइक रे। यसबाट चाहिँ अब भोइसहरू रेकर्ड गर्ने, बोलेको आफ्नो साउन्डहरू चाहिँ रेकर्ड गर्न सजिलो हुन्छ भनेर किनिदिएको युट्युब च्यानल चलाउँछु, युट्युब खोल्छु भनेको थिएँ। सिरियस मोडमा एकदम खतरा खालको मिनी माइक किनेर ल्याइदिए रहेछन्। अब केही न केही चाहिँ गर्नुपर्छ जस्तो छ। सो सबैजनाले मेरो बुढाको यत्रो धेरै मेहनत, यत्रो धेरै मायालाई खेर जान नदिनु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला।